नमस्ते सबैजनालाई। कास्कीको पोखरादेखि मर्दी हिमालको फेदीसम्मको यस यात्रामा सबैलाई स्वागत गर्दछौँ। पोखरा बागलुङ राजमार्गको काँडेसम्म बसमा अनि त्यहाँबाट हिँडेर यो डाँडै मर्दी हिमालको पहिलो बेस क्याम्पसम्म हामी पुग्छौँ। आयुष र सागर आएको बसमा एमडीबाट चढ्छु। लगभग 40 मिनटमा हामी काँडे पुग्छौँ। त्यहाँ हल्का नास्ता खाएर हाम्रो हिँड्ने यात्रा सुरु हुन्छ। पन्ध्र मिनटको बाटो हिँडिएछ हाम्रो यात्रा सुरु है हिँड्न। गोलडाँडाको उकालो कालिज फार्मबाट राइट लाग्यो होइन, लेफ्ट लाग्यो। गाडीबाट थोरै ओह्रालो हिँडेपछि उकालो हिँड्दै हामी अस्ट्रेलियन क्याम्प पुग्छौँ। यहाँ आइपुग्न हामीलाई लगभग 45 मिनट लाग्छ। आज कहाँ बस्ने भन्ने हाम्रो टुङ्गो छैन। भोलिपल्ट चाहिँ हामी हाई क्याम्प अर्थात् क्यु पुग्यो भने त्यहीँ बस्ने हाम्रो प्लान छ। हामीले त्यहाँ फोन गरिसकेका छौँ। यति बेला बाटोमा त्यति धेरै यात्रीहरू पनि देखिएन। अलिअलि नेपाली अनि अलिअलि विदेशीहरू चाहिँ बाटोमा भेटिएको थियो। हामी 1.5 घन्टामा पोखरा आइपुगेछ है। अन्नपूर्ण बेस क्याम्प एबिसी पनि यताबाट जानु मिल्छ। पोथानाबाट अलि अगाडि आएपछि यो ठाउँबाट अनि अलि माथिबाट पनि त्यता जाने बाटोहरू छन्। हाल पहिला मोटो हाल न, मोटो सम्म हाल क्या। यहाँ न अगाडि बढाउनु न जति थियो त्यति चाहिँ बनाऊ अनि न। ल सागरजी, म त यहाँ इन्जिनियरै हो नि। हजुरले आफ्नो लागि स्वर्गको घर बनाउँदै हुनुहुन्छ होइन? प्रितम देउराली आइपुगेपछि चिया खाएर थकाइ बस्छौँ अनि पनि खेल्छौँ। क्यामेराम्यान भयो ठिक हुन्थ्यो। अलि पछि हेर्नु न यो सर्टको भ्यालु कति आउँछ दाइ। अनि यताबाट पनि लान्द्रुक जान मिल्ने रहेछ। एबिसी ट्रिकको एउटा ठाउँ हो लान्द्रुक। भाइहरूको चाहिँ कुन बाटो जाँदा ठिक हुन्छ भनेर यहाँ कुराकानी हुँदैछ है। ल फाइनली हामीले दाहिने साइडको बाटो लियौँ है। यता चाहिँ
पोखरी छ भनेको छ उता मन्दिर थियो क्या पोइन्ट्रा मन्दिर हाउ मेनी डेज डिड यु स्टे देयर I stayed there 5 days. Yeah, 5 days. Then I went back to Bokawa. And then I did the Annapurna circuit. Oh. 1 week. यो पानी पोखरी भन्दो रहेछ हामी रोटी तरकारी र दाल खाएर त्यहाँबाट लगभग आधी घन्टा 45 मिनट बसेर यता बाटो जङ्गलको बाटो अगाडि बढ्छौँ यो सँगै हामी 1 घन्टा जस्तो सँगै हिँड्ने होला 3:25 यो फरेस्ट क्याम्पबाट अगाडि बढ्दैछ लगभग आधी घन्टा 45 मिनट यहाँ बसियो चिया खाइयो होइन अनि मोबाइल गोप्रो पनि चार्ज गरियो राम्रो भ्यू रहेछ धेरै जस्तो यहाँ बस्दा रहेछ फोटोहरू पनि टन्नु छ धेरैजना फरेस्ट क्याम्पमा नै बस्दा रहेछन् हामी चाहिँ जङ्गलको बाटो उकालो लाग्छौँ भाइहरूको पहिलो पटकको ट्रेकिङ भए पनि यहाँबाट अगाडि नै बढौँ भने हाम्रो गाइड एवं पुटर झल्ला गौतम अगाडि पुगिसक्नु भएको छ गाइडको अन्त तिम्रो पोटरको अन्त तिम्रो झोला ठुलो छ यार तिम्रो बाइक अरूको गफै हुन्न मेरै कुरा गाडी छ हजुर हाम्रो मार्गदर्शक फरेस्ट क्याम्पबाट 45 मिनट हिँडेपछि हामी रेस्ट क्याम्प आइपुग्छौँ एउटा सानो बच्चा लिएर एकजना पर्यटक कुकुरसँग खेल्दै हुनुहुन्थ्यो हिमालको दृश्य एकछिन हेरेर एकैछिन आराम गरेर यहाँबाट अगाडि बढ्छौँ त्यो बाटोमा बस्यो साइड लाग्नु अनि थोरै माथिको यो ठाउँ रेस्क्यु क्याम्प स्थानीयले काम्चीको भन्दा रहेछन् यो ठाउँलाई एकदम माथि आइपुग्यो भाइहरू हामी रुखहरू पनि एकदम बाक्लो छ यार है अनार जङ्गल त्यो एमाजोन जङ्गलभन्दा कम छैन एमाजोन भन्दा कम छैन यो जङ्गल यहाँ कुकुरले नै हामीलाई साथ दिइरहेको छ है रेस्ट क्याम्पदेखि यो बाटोमा चाहिँ यो मार्गहरू हेर्दै हिँड्यो भने एकदम सजिलो एकदम राम्रो इन्फर्मेसन पाइराखिन्छ हामी बाटो झुक्किने चान्स चाहिँ एकदम कम छ है यदि आफू एकदम सतर्क भएन भने मात्रै झुकिन्छ हामी कति बजे आयो भाइ 5:20 साँझको 5:30 बजेतिर हामी हुमाल अथवा लो क्याम्प आइपुग्छौँ एउटा होटलमा रुम सोद्धाखेरि पाइएन त्यसैले अर्को छेउको होटलमा सोध्छौँ यहाँ चाहिँ हामीलाई बास मिल्छ दसैँ तिहारको वरिपरि कोठाहरू पहिल्यै बुकिङ गरेर आउनु हामी अनुरोध गर्दछौँ त्यति बेला पर्यटकको घुइँचो नै लाग्छ अहिलेको जस्तो हुँदैन एकदम हिमाल देखिन्छ रुम है 4वटा बेड छ एउटा बेडमा हामी सामान राखिन्छ
केटाहरू चाहिँ रमाइलो भइरहेछ नि होइन सिन तपाईँहरूले उतै सिन देखेको छु मैले बिहानको 8 बजे हामी लो क्याम्पबाट अगाडि बढ्यौँ है 7:47 10 मिनट छ 8 बज्न जङ्गल एकदम सुरुमै राम्रै उकालो छ है हामी चाहिँ पहिलो मान्छेहरू हो फर्स्ट टिम तपाईँहरू काँडेबाट सिधै लोक्याम्प पाउनुभयो भने कोही बेला आफ्नो प्रशंसा मुक्त कण्ठले पाउनुहुनेछ आइस पाउनुहुन्छ लानु पनि त्यताबाट हो है आयुष भाइ फेरि सर्टकट हानेर हैरान छ यार हामीलाई त कमिन्छ क्या यी थाकेकै छैन नि कि सर्टकट कहाँबाट निस्किन्छ नि थाहा छैन कि भगवान् हुन्छ भगवानै जस्तो लाग्छ मलाई उसको सर्टकट होइन ऊ डिलतिर हेर्नु होला नि अहिले त घाँदुरको पारी देखिरहेछ घाँदुर देखिरहेछ धेरै हिँडेकै छैन हामी घाँदुरलाई पारी पारेर हिँडेको कि है पारी नै छ अझै पहिरोकै देखिन्छ यहाँ आर्टिस्टिक कलात्मक छ है यो डस्टबिन पनि खोल्ने ठाउँ माथि छ एकदम गुड है सकेसम्म आफैले लगायो राम्रो पनि यो देखाइदिन्थ्यो लापरवाही गरेको लापरवाही गरेछ यति चाहिँ हामी कलेक्सन गरिदिन्छौँ अहिलेको लागि तर तपाईँहरूले आउँदाखेरि चाहिँ नफालिदिने होला त्यो कति 45 मिनट जस्तो 1 घन्टा जस्तोमा नाङ्गे डाँडा आयो होइन म घडी हेर्छु दाइ बल्ल 43 पाउँछ राख्नु दाइ बल उठाएर ल्याउनु हाइटी त म नि हाइटी नि दाइ माथि गएर खिच्ने भने यहीँ ढाकिदिइसक्यो यार के गर्ने हो 10 मिनटमा चेन्ज हुन्छ त Raymond from Manchester. He likes to watch birds. I'm birding up on the Mardi Himal Trek. Yeah. I've managed to see Kalish pheasant, pair of ill partridges, many warblers, minlers, Warblers, and that magpies also. yellow-billed blue magpie are very common up here Yeah. With long tails, right? with the long tails. I've also saw many flycatchers. Flycatch? Rufus gorgeted flycatcher being the commonest one. So, and vultures, the Vultures, Himalayan vultures. Oh. Lower down, I saw Egyptian vulture, Oh. white-necked vulture. So, all in all, a very prosperous trip so far. Oh, you enjoyed watching the birds. I love watching the birds. Yeah. You educated in the same way, or it's your hobby? I've been bird watching all my life. I'm now 72, so I've been bird watching for 50 years. Yeah, nice. And the last time I was in Nepal was 15 years ago, so I came again to renew my interest. Ah, yeah. Where were you before? Okay. Where were you 15 years ago? 15 years ago, I did the Langtang trek Langtang, okay. towards Singhampa. Singapore. Yes, I was looking for the Tragapan, but unfortunately I failed on that. But that's birds, you don't see everything you look for. You just have to keep trying. Trying, yeah. बाडल डाँडा आएपछि अलि जाडो बढेको अनि समय पनि पर्याप्त भएकोले हामी विश्राम गर्न अनि केही तातो पिउन यो होटलमा छिर्छौँ
Just look, don't touch. सागर भाइ लोकगीतको पारखी मादल समाएर बजाइहाल्छन्। एकछिन पुल पनि खेलिन्छ। एक घण्टा जति रोकिएपछि कुहिरो र लालीगुराँसको रुखहरूको बिचबाट हामी अघि बढ्छौँ। बाटो साँघुरो र भिड एकदम भिरालो भए पनि केही देखिँदैन। फर्किने बेलामा मौसम खुलेपछि पो बल्ल भिड कस्तो भन्ने थाहा पाइयो। क्याम्पबाट 3 घण्टा हिँडेपछि हामी हाई क्याम्प आइपुग्छौँ। यहाँ आइपुग्दा कुहिरो एकदमै बाक्लो भइसकेको थियो। हामी बस्ने होटल सबैभन्दा अन्तिममा रहेछ। होटल भेट्न पनि हामीलाई 10 मिनट जति त लाग्यो होला, टाढाबाट नदेखेको भएर। ल अन्तिममा केही छैन। होइन 11 बजेर 13 मिनट है। ल बारको घरमा जर्मनीको एकजना फ्रेन्डसँग आगोको वरिपरि छौँ। एकजना नेपाली दाइ पनि हुनुहुन्छ, तनहुको दाइ भन्छ। हजुर उहाँ हुनुहुन्छ। सामानहरूले लाउनुपर्छ है, धेरै लाउनुपर्छ। तरकारीहरू है कहाँबाट ल्याऊ? तलै मिलनचोकबाट? कहाँबाट? सिरिङबाट? त्यो सकिन लाग्यो दाइ। अलि उज्यालो भयो नि अघि त केही देखेको थिएन। लास्टको होटलसम्म साँझको कति बजे भाइ? कति बजे खुल्यो? 7 बजे खुल्यो यार। यो अन्नपूर्ण साउथ, अन्नपूर्ण दक्षिण, हिउँचुली, माछापुच्छ्रे। साँझको 7:30 बजे फेरि मौसम खुल्छ। हिमाल नजिकै देखेर अझ खुसी लाग्यो र थकान पनि मेटियो। बिहानको टक्क
4 बजे कस्तो छ भाइ बाहिरको भ्यू यस्तो छ है उही पनि आयो फर्स्ट 6 बज्यो के रे 1 घन्टा भयो है 1 घन्टा भयो अझै खुलेको चाहिँ छैन हामी चाहिँ हेरिराखेकै छौँ निरन्तर भाइले प्लास्टिक चाहिँ निकाले म त हावाले अलिअलि पानी अलिअलि ज्याकेटै भिज्छ भनेर नि रेनकोटै खोलेको छैन भाइले त 1 दर्जन कपडा लाएर चाहिँ माथि टाउकोदेखि तल जुत्तासम्म गन्दा हामी 30 मिनटको पिसअप लेखेको ठाउँमा आइपुग्यो ढुङ्गाको छारी हाम्रो अगाडि हिँड्ने भाइले मैले एउटा गल्ती गर्छु कि त्यही भएर अन्तिममा पिसअप माथि उहाँ बस्ती बोल्यो 3-4वटा पिसअप रहेछ सबै बन्द छ असिना अलिअलि पऱ्यो जस्तो लाग्यो लाठी कस्तो हो बाहिर चिया खाँदै मौसम खुल्ने आसमा आगो ताप्दै 5 घन्टा बिताइएछ तर हिमाल खुल्दैनन् लगभग 1 बजेतिर हामी अझै माथिको बेस क्याम्पसम्म त जसरी नै पुग्ने भन्ने सोचेर हामी यात्रा अगाडि बढाउँछौँ बेला बेलामा फुल्छ कि जस्तो पनि देखिन्छ फेरि खुलेको दाइ अब खुल्यो ढुक्क हुनुहोस् ल ल म ढुक्क भएँ भाइ यो पल्ला हो क्या अथेन्टिक भ्यू पोइन्ट भनेको यो हो कि दाइ होइन मयुर भन्छ नि यार गर्दा गर्दा डाँफे त निलो खालको कस्तो हुन्छ दुईतिरै ओह्रालो छ बिचमा हिँडिएछ हामी द रियालिटी अफ अ मिन समस्त सेतो मुन्छे हेलो अगाडि मुरलीको आवाज आएको छ कहाँ छन् हामी हाम्रो पर्दी हिमालको बेस क्याम्प आइपुगेका छौँ तर वरिपरि पुरै कुहिरोले ढकमक्कै ढाकेको छ आइपुग्यो
ल अन्तिममा है हाम्रो ग्रुप चाहिँ बेस क्याम्प चाहिँ यो 4500 मिटर माथिमा आउँथ्यो नि जे छैन कति 5 घन्टा 6 घन्टा त्यहाँ तल पुगेर हिउँपात भइरहेको थियो हिउँलाई पन्छै हामी कुहिरोको पर्वा नगरिकन मलेसियाको हामी नेपाली पनि हुनुहुन्छ दिउँसोको कति बजे आयो 2:30 बजे 1 घन्टामा आइएछ हामी माछापुच्छे नर्थ हिमाल बेस क्याम्प आएर हामी सातुर पानी खाँदैछौँ यहाँ आगो बालेछौँ धुवा अत्याधिक भइरहेको छ दाइ स्टामिना बढाउन सातुर पानी खाँदै हुनुहुन्छ तातो पानी हामीसँग आरएन सर पनि हुनुहुन्छ बाहिर हेर्नु गाइस नर्थ हिमाल बेस क्याम्प भनेर बोर्ड मात्र देखेको छ सबै कुहिरोलाई ढाकिसकेछ यसो दिन पनि मौसमले साथ नदिएकोले हामी त्यो रात त्यही हाई क्याम्पमा नै बस्ने निर्णय गर्छौँ हिजो त्यति दुःख गरेर बेस क्याम्प पुगेको पीडा बिहानको हिमाल खोलेको दृश्य देख्दा सबै बिर्सिन्छ थोरै मात्र माथि जाने भनेर सोचेको भ्यूपोइन्टसम्म नै पुगिन्छ र चिया मकै खाएर त्यहाँबाट फर्किन्छौँ हामी त्यहाँबाट हिँडेर हाई क्याम्प अनि त्यही बाटोबाट तेर्सो या तलबाट सर हिँडेर तल पोखरा चाहिँ अलिक पिरो राखेको छ भाइहरू आउँदैछन् हिजो हाम्रो जर्नी अनसक्सेसफुल भएकोले आज यो सेकेन्ड एटेम्प्ट होइन भाइ हामी अब त्यो ढुङ्गाको ठाउँमा पुग्छौँ त्यहाँबाट सर उता जान्छौँ अनि माथि टुप्पामा त्यहाँ टी सप छ बेस क्याम्प चाहिँ त्यहाँ माथि हिजो हामी बेस क्याम्प पनि पुगेर आएको जाम भाइहरू हाम्रो दोस्रो दिनको यात्रा हिमालकै भ्यू जसरी नै हेर्ने भनेर हिजो नपाइएको भएर आज बिहानै 5:30 बजीतिर हिँडेको छ सनराइज त भइसक्यो तैपनि माथि एकदम क्लियर देखेको छैन हिउँचिल्ली र अन्नपूर्ण साउथ चाहिँ घाममा एकदम टल्किरहेको छ माथिपट्टि चाहिँ स्याडो परेछ त्यहाँ राइट साइडमा घाम पऱ्यो पोखरातिर कस्तो छ पोखरातिर पनि अँध्यारो रहेछ हिजो हामी यो ओक्लिन टाइममा त पुरै पानी परिरहेको थियो
लगभग भ्यूपोइन्टसम्म आइसक्यो। बादल एकदम फास्ट हिँडिसक्यो। उता त बादलको डाँडामा बादलको छाया परिरहेछ। सबभन्दा गाह्रो बाटो लास्ट दिनको भएर पनि पुरै बादल। With the guy from Manchester, bird watcher. We have Raymond, Yeah, the local forest. who managed to find Himalayan monal on the way up. It's our national bird. Yes. बिहानको खाना हाई क्याम्पमा खाएर आफ्नो सामान लिएर लो क्याम्पतिर झर्छौँ। त्यहाँबाट सिरिङ गाउँतिरको ठाडो ओह्रालो बाटो पोखरातिर लाग्छौँ। सिरिङबाट जिप लाग्दो रहेछ। सिरिङबाट पनि हामी हिँड्दै लुम्ब्रेसम्म पुग्छौँ। लुम्ब्रे पुग्दा लगभग 5:30 बजिसकेको थियो। त्यहाँ कुनै गाडी भेटिँदैन। त्यहाँबाट नि अलिकति अगाडि बढेपछि भाग्यवश एउटा स्कुल बस भेटिन्छ। स्कुल बसको दाइले हामीलाई हेम्चासम्म ल्याइदिएर हेम्चाबाट अर्को बस लिएर हामी पोखरा आइपुग्छौँ।